नमस्ते गाइज, आज चाहिँ दोस्रो दिनको भ्लग अब आज स्टार्ट गर्छु हैन। म चाहिँ भर्खरै उठेर अब निस्केको फिल्डतिर हैन। अब आज चाहिँ मेरो भाइको गेम छ, म्याच छ ए टिम भर्सेस बी टिम। आज चाहिँ बबाल दमदारै हुन्छ नि भिडियो पनि हैन। अब हिजोको भिडियोमा मिस्टेक भयो होला, तल माथि हैन, त्यस्तै भयो मौसमले गर्दाखेरि। माया नगर्नु, सब्सक्राइब लाइक फलो गरिदिनु, माया गरिदिनु सबैजनाले है। अब म चाहिँ सबैहरूलाई वहाँनिर फिल्डमा भेट्ने छु है त। ल गाइज म चाहिँ फिल्डमा आइसकेँ गाइज। अब आज चाहिँ ए टिम भर्सेस बी टिमको म्याच छ हाम्रो केटाहरूको। ट्रेनिङ गरेको अब आज म्याच त देखाउनु पर्यो होइन त। र सबजना यहाँनिर जुत्ता लाउँदैछन्, जुराफ लाउँदैछन् है। अब सबजनालाई हेरौँ है त गाइज है। यहाँ अनिस चाहिँ हाम्रो यहाँनिर कस्तो भइरहेछ त अनिस? ट्रेनिङ बल भइरहेछ? ल आज गेमको लागि रेडी हो नि? ल अनिस चाहिँ रेडी छ। के छ भाइ, ठिक छ नि तेरो? ल ट्रेनिङ राम्रो भइरहेछ नि? ल आज गेम खेल्यो नि? ल ल ल ए के छ यहाँ अनुज अश्विन भाइ, ठिक छ? ल रेडी हो आज गेमको लागि? एकदम रेडी। बबाल हान्नु पऱ्यो नि त म्याच होइन त। हार्ने कि जित्ने हो त आज? ल के छ त केटा हौ, ठिक छ? ल आज गेम खेल्ने होइन त? ल ल ल सबजना रेडी हुनु पऱ्यो है त। ल सबजना मेरो केटाहरू चाहिँ रेडी छ है आज म्याच खेल्नलाई। अब हेर्नु होला गाइज होइन, अब कसले जित्छ, कुन टिमले जित्छ। आज चाहिँ रमाइलो छ टक्क होइन। जितेर हारे नि हामी चाहिँ एउटा यसो पार्टी गर्छौँ सानो तिनो, सबैजनाले हेरिदिनु होला है त। ल के छ त अनिस आज गेमको? ठिक छ नि भाइ? के छ, ठिक छ? ल ल यो आज चाहिँ बबाल हान्नु पर्यो है केटा हो, म्याच छ होइन। हारिन्छ कि जितिन्छ त अब होइन त? ल म्याच खेल्नु पऱ्यो नि त होइन। के छ गौरे? अनुल भाइ? ल ल ल ठिक छ नि भाइ? ल अब म्याच खेल्नुपर्छ है, हामी म्याच तर्फतिर लाग्नुपर्छ। म टिम छुट्याउँछु अनि आज चाहिँ बबाल म्याच हुन्छ। ल हारजित जस्तो भए पनि रमाइलो गर्नुपर्छ है त। ओके ल देख्न सक्नुहुन्छ तपाईँले यहाँ पछाडि चाहिँ अर्को टिम रेडी भइसकेको छ है। अब यिनीहरू चाहिँ यहाँ प्रे गर्न थालिरहेको छ आफ्नो उयसलाई। हेरौँ यिनीहरूको पनि कस्तो हुन्छ गेम है सबैजनाले। ल ल सबजना रेडी भइसकेपछि यिनीहरू पनि। ल ल देख्न सक्नुहुन्छ तपाईँले पछाडि यहाँनिर टिम रेडी भइसकेको छ। जेवाइसी ए देख्नुभयो, अब यो जेवाइसी बी हेर्नुहोस् है त सबैजनाले। ल तिमीहरूको टिमको नाम के हो रे बाबु? ल ल ल ल ल कमन कमन आफ्नो सक्छ त अनि। ल ल ल हेरौँला हेरौँला गेममा हेरौँला तिमीहरूको पनि सबैजनाको। ल ल है त हेरौँला गेममा भेटौँ। यहाँ देख्न सक्नुहुन्छ यहाँनिर दुवै टिमको पोजिसनमा बसिसकेको छ सबजना है। अब हेरौँ, एक्साइटेड हुन्छ गेम चाहिँ दुवै टिमको हेर्न नि मजा आउँछ है। कसले जित्छ म तपाईँहरूलाई अहिले देखाउने छु लास्टमा है। कति कति गोल भए पनि भन्ने छु सबैजनालाई। ल अब यहाँ चालु हुन गइरहेको छ, हेर्नु होला है। चालु हुन्छ त्यसपछि अब गेम कसले जित्छ म भन्दै अपडेट गर्दै गर्छु नि है। तपाईँहरूलाई हेर्दै गर्नु होला सबैजनाले गाइज है। ल अब गेम चाहिँ स्टार्ट हुन्छ। गेम स्टार्ट भइसकेको छ देख्न सक्नुहुन्छ सबैजनाले। र यो स्कोर जेवाइसी टिमले गोल हानेको छ। गोल हान्ने यहाँनिर अनिस हुनुहुन्छ। पहिलो हाफको 12 मिनटमा गोल हानेको छ जेवाइसी एले जेवाइसी बीलाई। निकै नै राम्रो पास दिएको छ लल्कुले। ल अब समर्पणको पालो।
ल गोल बराबरी भएका छ दुवै टिमको ल ल हो गोल गर्दा कस्तो अनुभव भइरहेछ त राम्रो भइरहेछ ल ड्र भएको छ अब हामी हेर्न सक्छौँ पहिलो हाफको 18 मिनेटमा दोस्रो गोल फर्काउन सफल भएको छ समर्पणले ल यो कुन फल हानेको बाप्रे ऱ्यान्डी ओटन भन्दा नि खतरा हानिदिएको छ त सर्लक्कै बनाइदिएको छ यहाँनिर फल भएको छ यहाँनिर बाप्रे बाप यहाँनिर त बबाल रेस्लिङ पो भएछ त नि गाइज ल ल ल ल ल फ्री किक भएको छ फ्री किक चान्स पाएको छ यहाँनिर जीवाइसिएले किन राम्रो फ्री किक चान्स पाएछ हेरौँ के गर्छ जीवाइसिएले दामी स्कोर भएको छ जेवाइसिएले फेरि गोल हानेको छ पुरै मेसी जस्तो कर्डमा पुरै हैन टक्क बारमा लागेर छिरेको छ निकै नै उत्कृष्ट गोल हान्न सफल भएको छ हाम्रो अनिस भाइले जेवाइसिए 2 र जेवाइसिबी 1 यहाँ स्किल देख्न सक्नुहुन्छ अनिस निकै नै राम्रो स्किल यो पास निकै नै राम्रो पास भएको छ र यो क्लियरेन्स निकै नै राम्रो गेम प्ले भइरहेको छ यहाँनिर सानो भाइहरू भए पनि यहाँनिर रोबर्टो कार्लोस मेसी रोनाल्डो जस्तो स्किल होइन त्यहाँबाट सुट किपरको सेप त्यस्तै बवाल छ है म त सक्दिनँ यिनीहरूको गेम देखेर यतिको लेभल खेल्यो भने त सिधै वर्ल्ड कपमा पुग्छ जस्तो छ यो टिम लिएर मैले चाहिँ होइन मजाक लागिरह होला केटाहरूलाई होइन तर यो टिमले बवाल हान्छ जे होस् केटाहरूले बवाल खेल्दो रहेछ होइन बवाल छ सबैको स्किल हेर्नु त्यस्तै छ सर्ट हेर्नु त्यस्तै छ सेप त्यस्तै छ है सबै राम्रो छ हेर्दै जाउँ अझै के गर्छ केटाहरूले है त लेट्स सी गाइस निकै नै राम्रो स्किल गरेको छ अनिसले टाउनी बडा गरेको छ यो स्कोर ह्याट्रिक हान्न सफल भएको छ अनिस ल ल ल ल दियो त केटाले सेलिब्रेसन पुतिर पो लाग्छ त अनि सक्छ त के हो सेलिब्रेसन त बबाल हो क्या ओ सु हान्दैछ त केटाले ल लभली हान्दे केटाले निकै नै स्किल राम्रो पास खेलेको छ काटेको छ ओ माई गड लभली स्कोर यार चौथो गोल हान्न सफल भएको जेवाइसिएले जेवाइसिबीलाई यतिकै स्किल यतिको ट्यालेन्ट भयो भने त मार्छ हो लभली मेसी रोनाल्डो के खान्छ रे बाबु पानी ल आज चाहिँ गाइज होइन म्यान अफ द म्याच हुन सफल भएको छ हाम्रो अनिस नेपाली भाइ होइन त्यसलाई चाहिँ म अब मेरो तर्फबाट 20 रुपियाँ प्राइज दिन्छु है त अनिस भाइ म्यान अफ द म्याच भएको छ अनिस भाइ कस्तो लागिरहेछ त म्यान अफ द म्याच बबाल कस्तो खेल आउने अर्कोचोटि म्याच सेन्टरबाट हानिदिन्छु दियो दियो ल है ल केटाहरू यहाँनिर शीतलमा बसेछ गेम खेलिसकेपछि अब म यहाँ हाम्रो जेवाइसिएको क्याप्टेनलाई सोध्न चाहन्छु अनिस भाइलाई आज तक म्यान अफ द म्याच कस्तो लागिरहेछ दादा गेम जितेको हुँदा एकदमै बबाल लागिरहेछ यस्तो भुराले हानिहाल्छ हामीले हैन भुराहरू रे चन्दन भाइ तँलाई त भुरा दिइरहेछ त नि के हो अब यो पालि हाम्रो हल्का फिनिसिङ भएन कम्युनिकेसन अनि बाटेको हो गेम भएर हाम्रो यो पालि अर्को शनिबार अब हाम्रो राम्रो हुन्छ कि जस्तो छ अब हेरौँ अब भन्ने मान्छेले जे नि भन्छ अनि दिराज के तिमीहरुलाई अर्कोचोटि आउँदाखेरि झन् खाऊ गोल छ दर्जन ए दिराज केटाहरु पुरा अन्त यो पुरा अब पछि हेर्छ नि त ल ल ल ल ल ल यहाँ जितेको खुसियाली हेर्नु गाइस जितेको खुसियाली भनेको यस्तो हुन्छ अनि यहाँ हारेको टिमहरु यसरी स्याड भएर बसेको छ यहाँनिर ल ओ जिस्काइरहेको छ पुरै हैन हारेको टिमलाई चाहिँ पुरै जितेको टिमले जिस्काइरहेको छ यहाँनिर गाइस
आज गेमको रमाइलो भयो। आज शनिबारको दिन मैले भनेको थिएँ आजको हाम्रो कन्टेन्ट भनेको चाहिँ ए टिम भर्सेस बी टिम गेम खेलाउने र पछि हारे पनि जिते पनि रमाइलो पार्टी गर्ने भनेको थियो र हाम्रो यहाँ देख्न सक्नुहुन्छ डिउ र चौचौ पार्टी हुँदैछ यहाँनिर। सबैजनाले हेर्नु होला गाइज, सबैले मन पराइदिनु होला हाम्रो यो भ्लग्सलाई, चौलागाई भ्लग्सलाई सबैले सब्सक्राइब पनि गरिदिनु होला। नयाँ जो हुनुहुन्छ नयाँले फलो गरिदिनु, सब्सक्राइब गरिदिनु होला र सेयर पनि गरिदिनु होला है त। सबैले मन पराइदिनु होला। गेम जितिसकेपछिको रमाइलो है। आजको गेम चाहिँ यति थियो, ए टिम भर्सेस बी टिम। हाम्रो कन्टेन्टै त्यही थियो, आज गेम खेलाउने र ए टिम बी टिम भिडाएर पछि हामी हारे पनि जिते पनि पार्टी गर्ने थियो। ल गेम जितेकोमा कस्तो लागिरहेको छ त केटा हो? ल ल ल ल ठिक छ, रमाइलो भयो आजको गेम चाहिँ। ल सबैजनाले फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला चौलागाई भ्लग्सलाई। ल अब सबै रमाइलो भयो आजको गेम चाहिँ। स्किल पनि देखियो, गोल पनि देखियो, सेप पनि देखियो, सबै देखियो है त हामीले। ल गाइज आजको भ्लग चाहिँ यतिमै इन्ड गर्नुपर्छ होइन, किनभनेदेखि अब मैले बिहानै भनेको थिएँ आजको शनिबारको दिन चाहिँ ए टिम भर्सेस बी टिम चाहिँ म्याच खेलाएर हाम्रो भाइहरूलाई रमाइलो गर्छु भनेर होइन। हारे पनि जिते पनि हामी सानो पार्टी गर्छौँ होइन भनेर भनेको थिएँ। ल देखिरहनु भएको छ डिउ, यहाँनिर देखिरहनु भएको छ सबैजना चाउचाउमा व्यस्त छ होइन। ल सबैजनाले चौलागाई भ्लग्सलाई सब्सक्राइब र फलो गरेर अझै माथिसम्म पुर्याइदिनु होला होइन। सबैजनाले सब्सक्राइब गरिदिनु, माया गरिदिनु र आजको भ्लग यतिमै